हाई एभ्रिवान नमस्ते स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। आई होप सबै सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। न्यू डे न्यू भिडियो। आज चाहिँ हामी अहिले त बेलुका भइसक्यो, मैले रातिमै ब्लग स्टार्ट गरेको किनकि टाइम हुँदैन नि त अब परदेशको ठाउँमा कहिले के गरेर। अहिले चाहिँ हामी बुढाबुढी भएर पनि होइन डुल्नलाई भनौँ न, अनि बाहिर अब रातिमा कस्तो हुन्छ के हुन्छ त्यस्तो अहिले कहिले पनि निक्लेको छैनौँ साँझमा। अनि के कस्तो हुन्छ हजुरहरूलाई मैले लास्टमा देखाउँछु, हेरेर साथ दिनु होला। कहाँ कहाँ जान्छौँ के गर्छौँ कस्तो छ। बाहिर चाहिँ चिसो नै चिसो छ, तर बाहिर भिडभाडहरू यताउति सबै देखाउने छ। लास्टसम्म हेरिदिनु होला। उहाँ हुनुहुन्छ मेरो हस्बेन्डजी, रेडी भएर निक्लिनु लागेको। म यहाँ छु। हामी चाहिँ जानु लागेको छौँ कि बाहिरको मौसम चाहिँ यस्तो छ, हेर्नुहोस् परिरहेको त्यहाँ। हामी चाहिँ जानु लागेको, के कस्तो हुन्छ हजुरहरूलाई देखाउँछु ल। हेर्नुहोस् रमाइलो ठाउँहरू। हामी चाहिँ यत्तिकै बाहिर चाहिँ निस्किसक्यौँ, भिडियो बनाउँदै हिँडेको छौँ के कस्तो हुन्छ। त्यसरी लाग्छ। हेर्नुहोस् नेपालको जस्तै आकाशे सबैले देखिसक्यो हामी टाढा यहाँबाट। म चाहिँ देखाउँछु हजुरहरूलाई, हजुरहरूले पनि हेरेर मनोरञ्जन लिनु होला। यस्तो छ भ्यू। म चाहिँ यहाँ छु अहिले चाहिँ सिङ्गो रातो बोल्दैछ, तर कस्तो सुनसान भयो जस्तो भएको है। यो कैची सिटी हो यो। हामी चाहिँ आफूलाई मनोरञ्जन लिँदै हिँडेको छौँ जाडोमा। तातो पनि भइरहेको हिँड्दा। ओइ के हो बुढो मसला छ। योभन्दा भित्र झन् कति रमाइलो अझै हजुरहरूलाई लास्टसम्म देखाउँछु कस्तो छ के छ भनेर। तर कपिराइट लागे पनि म हजुरहरूलाई देखाउँछु ल। हेर्नु न रुखहरूमा नि यस्तो सजाउँछन्, यस्तो दामी क्रिसमस लागिरहेको छ यतातिर। हामी यहाँ छौँ यस्तो रमाइलो मौसममा, हामी बुढाबुढी कति रमाइलो। कतातिर यतातिर तर त्यस्तै कस्तो राम्रो लागेको रहेछ नि। तर चाहिँ यहाँ मान्छेहरूलाई त्यस्तो मान्छेहरूको अनुमति बिना भिडियो गर्न पाइँदैन। तर चाहिँ हामीले तिनीहरूलाई नदेखाएर भयो नि, हामीले आफूलाई देखाउँछौँ ल। हेर्नुहोस् यहाँ हेर्नु न कति राम्रो लभवाला, कस्तो राम्रो छ। मैले देख्न चाहिँ अस्ति नै देखिसकेको थिएँ, तर मलाई कस्तो मेरो सानासँग आउनु मन लागेको थियो यतातिर। हेर्नु न कस्तो हेर्नु त कति रमाइलो छ। मलाई चाहिँ यो ठाउँतिर चाहिँ धेरै नै रमाइलो लाग्छ कि कस्तो दामी हो। हेर्नु न यो भ्यू हेरेर हिँड्दैछौँ। यो काठमाडौँको ठमेल जस्तै यो चाहिँ यो कैचीको त्यस्तो भन्न त नहुने, तर हामीले चाहिँ भन्छौँ ल। रमाइलो भएर भनेको नि रमाइलो के त्यस्तै। त्यतातिर मान्छेको भिडभाड हुन्छ नि त, यतातिर पनि त्यस्तै रमाइलो नै छ कि। उतातिरबाट होटेलहरू हुन्छ, अनि कस्तो मिठो मिठो खानेकुरा पाउँछ, मिठो मिठो खानेकुराहरू पाउँछ। त धेरै रमाइलो छ उतातिर पनि। म चाहिँ हेर्नु न माइकै अन नगरीसँग यत्तिकै बोलेरै हिँडिरहेछु। राम्रो राम्रो मान्छेहरूलाई देखेर भिडियो गराउँदै, मेरो बुढालाई देखाउँदै, बुढासँग इन्जोय लिँदै, भोइस कभरै भइरहनु छ क्या, माइक अन नगरिरहेछु नि। त्यही भएर यतापट्टि चाहिँ अलि धेरै मान्छे। अनि हेर्नु न मान्छेहरू चाहिँ त्यही होटेलभित्रै नै छन् धेरै जसो। म चाहिँ अनि यत्तिकै भिडियो गर्दै हिँडिरहेको छु हजुरहरूलाई देखाउँदै। हजुरहरू पनि हेरेर मनोरञ्जन लिनु होला। क्रिसमस हेर्नु न कस्तो राम्रो क्रिसमस होला यहाँ जापानमा। अनि पछाडि कति राम्रो बनाइरहेछ। म फेरि हेर्नु माइक अन नगरीसँग बोलिरहेको, के बोल्यो होला के बोला थाहै नै पाइनँ मैले। अनि यता देखाउँदै उता देखाउँदै भिडियोहरू क्लिप लिँदै सम्झिँदै कहाँ के गरेँ भन्दा यस्तो राम्रो छ। हेर्नु मौसम भने पनि मान्छेहरूको भिडभाड यहाँ चाहिँ जति बेला पनि यस्तै नै भिडै हुन्छ। बिहान होस् साँझ होस् जति बेला नि भिड नै हुन्छ क्या। कस्तो दामी हो कि हेर्नु न। अनि आफूलाई नि कस्तो रमाइलो फिल लाग्ने क्या, सबैलाई देख्दा यताउति रमाइलो नै हुन्छ। म चाहिँ पब्लिकमै मैले भिडियो गरेर हिँडेको छु, म कन्फिडेन्सको साथमा है। हो कि बुढो कसले के गर्छ त नि, आफ्नो पारामा हिँड्ने त। भिडियो गराएको छु, सबैले मलाई हेरेको छन्। हेर्नुहोस् म पनि यहाँ भिडियोमै छु।
हाई हाई भन्दै हिँड्यौँ हामी पनि बुढाबुढी टक्क लाएर हो कि नै साना यस तपाईँलाई कस्तो फिल भइरहेको आज बुढीसँग यसरी हिँड्न पाउँदा रमाइलो हाँसेर हिँड्न पाउँदा पहिला आज चाहिँ म यहाँ जापान आएदेखिबाट चाहिँ फर्स्ट टाइम हामी यसरी बुढाबुढी हिँडेको कि नाइट नाइ पनि हाम्रो काम एक हप्तापछि भेट भयो बुढाबुढीको पहिला एक्लै हिँडिन्थ्यो बाटो रमाउँदै अहिले अर्कै फिल लाग्दो रहेछ बुढीसँग हिँड्दा मलाई चाहिँ रमाइलो हेर्नुहोस् यस्तो रमाइलो भइरहेको भित्र पनि पसेर देखाउँछौँ के कस्तो हुन्छ बुढो यता यहाँ यो फ्ल्याटमा हो कि दाइसो खुलेको म चाहिँ अस्ति गएको थिएँ यहाँ चाहिँ शनिबार बिहान र साँझतिर चाहिँ रमाइलो हुन्छ नाचगान हुन्छ कति रमाइलो हो एकदम हामी पनि इन्जोय गरिरहेको फास्ट फास्ट नै जान्छौँ रमाइलो छ एकदम मान्छेले जापान राम्रो होइन रमाइलो छैन भन्छन् दुःख गर्नेको लागि राम्रो छ दुःख नगर्नेको लागि नराम्रो नै छ हो कि नै बुढो भनिदिनु दुःख गरेर मेहनत गरेर म अगाडि बढ्छु भनेको लागि चाहिँ एकदम बेस्ट यहाँ आएपछि मान्छेले धेरै तरिकाको रुल्सहरू बुझ्छ नेपालपछि ओहो यस्तो गर्नु पर्दो रहेछ भन्ने हुन्छ कि नै के कस्तो भइहाल्छ नेपाली हेरी त धेरै फरक छ तर मेहनत गर्नेहरूको लागि चाहिँ एकदम बेस्ट अफ यहाँबाट नेपाल फर्किँदा चाहिँ केही पाठ सिकेर जान्छन् कि हो कि नै त्यसपछि नेपाल गयो भने त्यो मान्छे चाहिँ नेपाल गएर टिक्न चाहिँ सक्दैन है म नेपालमा केही म माइतमा पनि केही नगरेको मान्छे घर पनि केही नगरेको मान्छे तर म यहाँ जापान आएर म कति स्ट्रगल गर्दैछु भने स्ट्रगल अनि कहिले कसो छुट्टी भयो भने घर बस्न चाहिँ मनै लाग्दैन कि केही गर्न पायो हुन्थ्यो कहीँ जान पायो हुन्थ्यो भन्ने टाइपको हुन्छ कि दुःख गरेपछि दुःखमै त्यो बल्झिँदो रहेछ कि ज्यानहरू जिन्दगीहरू जानुहोस् हामी चाहिँ माथि जाँदैछौँ यस्तो छ हामी चाहिँ म चाहिँ यहाँ छु मेरो हस्बेन्ड चाहिँ यहाँ हुनुहुन्छ ऐना भनेर मेरो आफ्नै फेस देखेर कहिले कहीँ हुन्छ यस्तो सुरुमा हो कि नै हो किन भनिदिनुहोस् सेकेन्ड लिफ्ट चढ्न लागिरहेछौँ किन अरूले देखे कि भयो त हो र मेरो भोइस पाइट पनि त्यस्तो हुन्छ यसलाई त एकदम हामी चाहिँ माथि आइपुग्यौँ यसलाई चाहिँ हेकवेन भन्छ यतातिर हाम्रो नेपालतिर 99 100 299 399 भन्छन् र हामी चाहिँ कस्तो रमाइलो किन्नु न के किन्नुहुन्छ म किनिदिन्छु हजुरलाई क्रिसमस लान त कस्तो रमाइलो छ मैले यहीँ आएर हेरेको कि अस्ति तर कति सानो छोटो छ यो मैले हेर्दा हो हजुरलाई पनि सबै आइटम छ यहाँतिर सबै आइटम पाउँछ यो स्टोरमा के लिने हो किन मन परेन मैले तपाईँलाई त्यही किन्नु भन्ने थिएँ त कहाँ दाइसोमा तर नि हो हातमा लिन होइन अहिले त मलाई चाहिँदैन गरिब महिनामा हो चाहिने त अहिले चाहिँदैन अहिले लङै लाउँछ त उता लास्टतिर नि हेरौँ न के मैले म अस्ति आएर सबै डुलेर गएको यहाँ केही हुँदैन म उनीहरूलाई देखाउँदैन नि त मैले आफूलाई नै देखाउँछु सब हामीलाई घरमा केही चाहियो र के लिने हो र के यस्तो सोच्नु त के लिन पर्ने छ भनेर मान्छेले भन्छन् क्या यसमा त निकाल्न मिल्छ तपाईँले चोरिदिनुहुन्छ मेरो पैसा दामी हो क्या तर हरेक चिजको सुविधा हो कि हरेक हजुर मैले देखिसक्यो तर मान्छेले गाह्रो छ भनेको हुन्छ नि त गाह्रो चाहिँ हुन्छ तर फेरि पैसा चाहिँ झ्याम्मै बिलाइहाल्छ पैसा जोगाउने आफ्नो साथमा भएर जोगिएन के अरे बुढी हुँदाखेरि काम लाग्छ दिनको 100 रुपियाँ हाल्यो परे 10 वर्षपछि कति हुन्छ अब आफैले जोड्नु न कति हुन्छ ल भन्नु कति हुन्छ त्यतिसम्म ट्यालेन्ट भए त म जापान आउँदैन नेपालमै अहिलेसम्म तपाईँ जापान आएको 7 वर्ष भयो कति रुपियाँसम्म गर्नुभयो त्यो भनिदिनु ल मेरो ब्याङ्कमा कति हो सुनाइदिनु न त 6 वर्ष
नचाहिने कुरा त भन्नु भएन नि त हजुरहरूलाई हाम्रो युट्युब फ्यामिलीहरूलाई हामीले रियल नै देखाउँछौँ नि त के हो कसो भनेर है हामी चाहिँ डुलिरहौँ तर अहिले चाहिँ हामीलाई केही आवश्यक छैन त्यो एउटा चिजको आवश्यक हो तर त्यो आवश्यक चाहिँ हाम्रो मेरो हस्बेन्डलाई मन परेन गरे तल डङ्कीमा जान्छौँ हामी सबै हेरिसक्यौँ तर चाहिँ केही मन परेन ल हजुरहरूलाई त्यहाँ पनि देखाउँछु बुढो यो हेर्नु हाम्रो त्यसमा राख्नुहुन्छ त हामी चाहिँ अहिले डङ्कीमा आएको छौँ हेर्नुहोस् केलाई यसलाई हेर्नुहोस् त फेरि महँगो फेरि कति हो 2000 यसलाई महँगो छ तर राम्रो राम्रो पाउँछ हो लिनु न एउटा लङ टाइमको लागि चल्ने हो राम्रो हो पुलुक पुलुक गर्ने पनि होला टोपी पाउँछ क्या म चाहिँ यता हेर्छु टोपीहरू मोजाहरू सक्सहरू रमाइलो डुल्नको लागि रमाइलो नै छ हामी यहाँ बाहिर छौँ हेर्नु न कस्तो राम्रो हो भन्नाले अपित हो यो सबै सामानहरू पाइने अब हामी कतातिर जाने हो केएफसी खान जाने भन्नुहोस् ल छिटो के खाने भन्नु न छिटो अहिले हामी खाएपछि हजुरहरूलाई रिभ्यू गर्छौँ है के खान्छौँ भनेर केएफसी मगाएको थियौँ कुरेर बस्नुभएको छ कति बेला पालो आउँछ भनेर आएपछि हजुरहरूलाई देखाउने छौँ हामीले चाहिँ केएफसी मगाएको थियौँ देखाउनु न भित्र एकचोटि अहिले चाहिँ यहीँ खाने भनेर भनेको कस्तो हो र अनि यहाँ खाँदैन मैले झन् यहीँ खाने भनेर झन् कस्तो होला यहीँ खाम्ला भनेर मगाएको बुढाबुढी बसेर डेट बसे जस्तो गरेर खाना मगाएको झन् कस्तो होला यस्तो तरिकाले नि हुन्छ पागल अति गर्ने के फेरि मेरो बुढा मलाई रिस अनि यही खाने भनेर मगाएको चिज अनि कस्तो हो र हामी चाहिँ केएफसी खान लाग्छौँ ससहरू के हो मिठो खान्छ मिठो है मिठो है यहाँको सोचेको जस्तो जापानको केएफसी चाहिँ छैन क्या सोचेको जस्तो मिठो छैन नेपालको जस्तो त्यस्तो धेरै टेस्ट छैन नेपालमा क्रन्ची टाइपको हुन्छ नि त यहाँ चाहिँ फ्राई गरेको टाइपको मात्र खायो नेपालमा मजाले क्रन्ची टाइपको हुन्छ नि त यो डोनटको रहेछ है मिस्टर डोनट पनि हो मिस्टर डोनट हो क्या मिस्टर त्यो चाहिँ अब घरै लिएर जाने यो कस्तो आएको छ सुज गर्ने हामीले चक्कर पप जस्तो म आज नेपाल गएछ क्या बुढाबुढी क्या फुडहरू हुन्छ नि ठाउँ ठाउँमा के पाउँछ तपाईँलाई चाहिँ मैले बुटो लिएर गएर चाहिँ त्यस्तरी केही खुलाउन पाइनँ अब चाहिँ नेक्स्ट टाइम गएको बेलामा बुढाको चाहिँ मजाले खाइरहनुपर्छ
यस्तो मिठो मिठो पानी ठाउँमा पनि लिएर जान पाइनँ क्या त्यहाँ समय थिएन नि त उहाँसँग समय थिएन त्यही भएर अब नेपाल गएको बेलामा चाहिँ बुढाबुढी डुल्ने भनेर हम कहाँ हुन्छ चिन्नु होला हे दा बा चक्लेटी लगाएको भन गाइस हामी चाहिँ निक्लेर घर जाँदैछौँ अब त्यहाँ डुल्यौँ यताउति सबैमा सबै त देखाउन मिल्दैन हुन्छ हामी चाहिँ डुल्यौँ केएफसी पनि खायौँ सबै डुल्यौँ हेऱ्यौँ हेर्नु न अगाडि यस्तो जाडोमा माथि जाडो भयो तल चिसो भएर जापिन्छ होला हाम्रो यति हुट ल्याउँदा तलदेखि माछा पाएको हुँदा नि केही नि भएन हेर्नुहोस् न सापबाट देखाउँदै हिँड्छ नि यार यो जाडोमा तर चाहिँ आफ्नो हो नि त एकदम जाडो हो हामी चाहिँ हिँड्यौँ हामी डुलेर पनि घर आइपुग्यौँ कस्तो भयो त नि आजको दिन बुढीसँग डुल्नु पाउँदा दिन त रमाइलो हुन्छ क्या बुढी लिएर हिँडेपछि खर्चालु धेरै हुन्छ हजुरहरूले पनि इन्जोय गर्नुभयो होला हामी सँगसँगै थ्याङ्क यू फर वाचिङ माई भिडियो यस्तै माया र साथ सपोर्ट पाएँ भने मैले अझै न्यू भिडियोहरू अपलोड गराउनेछु हजुरहरूलाई बाई गाइज हजुरहरू पनि इन्जोय गर्नुहोला